As a हामीसँग 2080 graduated regular student from Pulchok campus who studied bachelor's in architecture and now is pursuing masters in urban planning. हामी माझ question छ. She is none other than Ayushi Tamang. So let's welcome her. First of all, हजुरलाई धेरै धेरै स्वागत छ र म फर्स्ट क्वेसनतिर गएको छु. सो तपाईँको लागि व्हाट इज आर्किटेक्चर अनि किन आर्किटेक्चर चुज गर्नुभयो त? First of all, thank you so much. मेरो लागि चाहिँ it's basically एउटा आर्किटेक्चर चाहिँ rather than a subject, आर्किटेक्चर भनेको चाहिँ एउटा क्रिएटिभ एउटा फिल्ड हो जहाँ चाहिँ नि जुन चाहिँ तिमीले आर्किटेक्चर लिएर चाहिँ डिफ्रेन्ट काइन्ड अफ फिल्डमा चाहिँ डाइभर्सिफाई हुन सक्छौ के. अनि त्यही भएर पनि मेरो लागि आर्किटेक्चर चाहिँ इट्स मोर अफ अ के भन्छ त्यसलाई एकदम टिपिकली भन्दाखेरि चाहिँ आर्किटेक्चर एउटा डाइभर्स फिल्ड हो भनौँ न. अनि इट्स मोर अफ डिजाइनिङ बिल्डिङ रादर देन एनालाइसिसहरू स्ट्रक्चरली और बडी फोकस चाहिँ यो डिजाइनिङ र क्रिएटिभ फिल्डमा जान्छ. अनि मैले आर्किटेक्चर चुज गर्नुको मेजर रिजन भनेको चाहिँ पहिला पास्टमा हेर्दाखेरि अब जस्तै म ब्याचलर पढ्दाखेरि चाहिँ कस्तो हुन्थ्यो भने अलिकति ठिक्कको एभरेज स्टुडेन्ट चाहिँ धेरै जस्तो कि त मेडिकल फिल्डमा जान्थ्यो कि डक्टर बन्नु पर्यो कि इन्जिनियर बन्नु पर्यो भन्ने खालको चाहिँ त्यो चाहिँ माइन्डसेट थियो. अनि स्कुल डेजहरूमा लाइक पढ्दै गर्दाखेरि चाहिँ अब कि त भने डक्टर गर्नु पर्यो कि त अनि इन्जिनियरिङ गर्नु पर्यो कि एमबिबिएस जोइन गर्नु पर्यो. अनि मेरो लागि चाहिँ एमबिबिएस चाहिँ एकदम मलाई कस्तो एकदम गाह्रो लाग्थ्यो. अनि त्यही भएर चाहिँ मैले चाहिँ इन्जिनियरिङ फिल्डमा गर्छु भन्ने सोचेको थिएँ. अनि इन्जिनियरिङ पनि एकदम डाइभर्स खालको फिल्ड रहेछ. यहाँ चाहिँ धेरै खालको जस्तै आर्किटेक्चर र सिभिल मात्र नभएर त्यहाँ कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल, अहिले त एरोनोटिकल पनि आएको छ, मेकानिकल, डिफ्रेन्ट टाइप्स अफ फ्याकल्टिजहरू छ. तर मैले चाहिँ घर डिजाइन गर्छु भन्ने खालको नै मेरो चाहिँ पहिलेदेखि नै पर्सेप्सन थियो एउटा. अनि त्यसपछि सिभिल र आर्किटेक्चरमा चाहिँ लाइक बोथ आर डिजाइनिङ बिल्डिङ्सहरू खालको भयो नि त सब्जेक्ट भयो. अनि मलाई चाहिँ बडी चाहिँ फोकस अन आर्किटेक्चर, यो चाहिँ एउटा क्रिएटिभ फिल्ड हो. अनि आर्किटेक्चर लिएपछि चाहिँ अरू फिल्डमा नि जान मिल्छ, डाइभर्सिफाई हुन मिल्छ. आर्किटेक्ट्स भएर तिमीले आर्किटेक्चर मात्र लाइन लिनुपर्छ भन्ने छैन, अहिले त एकदम डाइभर्सिफाई भइसक्यो. सो त्यही भएर नै हो खासमा चाहिँ मेजर भन्दाखेरि चाहिँ आर्किटेक्चर किन लिएको भनेर चाहिँ. अर्को क्वेसनतिर गएँ है त. हजुर चाहिँ लाइक म आर्किटेक्चर नै पढ्छु भनेर चाहिँ कहिले स्योर हुनुभयो? त्यो कुरा चाहिँ लङ ब्याक 6 years अगो होला होइन. मैले अब ब्याचलर गरेर पनि 1 वर्ष ग्रेजुएट भइसकेँ. अनि त्यति बेला चाहिँ म ठ्याक्क स्कुलमा मेरो 10 सकेको थियो. अनि त्यसपछि चाहिँ जस मेरो रिजल्ट आएको थियो. अनि त्यति बेला चाहिँ के थियो भन्दा मेरो साथी र म चाहिँ, मेरो साथी एकदम मेरो बेस्ट फ्रेन्डवाला साथीले चाहिँ के भनेको थियो भन्दा उसलाई चाहिँ एकदम नर्सिङ पढ्न मन थियो भनेर भनेको थियो. अनि मलाई चाहिँ पहिलेदेखि थाहा थियो कि आइएम नट इन्ट्रेस्टेड इन एमबिबिएस तिर. अब मलाई एकदम यता मेडिकल लाइनमा जानु पर्यो भने म यस्तै बिएससी नर्सिङ और इन्जिनियरिङै गर्छु. इन्जिनियरिङमा नै कि सिभिल कि आर्किटेक्चर भन्ने पनि थाहा थिएन, सिभिल नै बेसिकली घर डिजाइन गर्ने. अनि त्यसपछि चाहिँ मलाई उसले एकदम इन्फ्लुएन्स चाहिँ गराएको थियो, तर यस्तो म्यानिपुलेटिभ खालको चाहिँ होइन. जे होस् हामी एकदम कुरा गर्दा गर्दा एकदम म इन्फ्लुएन्स भएको थिएँ. अनि म पढ्छु, ल नर्सिङै पढ्छु, म विदेश जान्छु, नर्सिङ पढ्छु भन्नेवाला सोच आइसकेको थियो. अनि पछि मेरो घरमा मम्मीले गएर टिचरलाई भनिदिनु भयो. अनि त्यसपछि चाहिँ अनि सरले मलाई बोलाउनु भयो. अनि त्यसपछि तिमी किन यसरी साथीको लैलैमा यस्तो पढ्न लाग्यो भने भनेर मलाई त्यो भएर चाहिँ ठ्याक्क याद आउँछ. अनि सरले तिमीलाई जे मन लाग्छ त्यही पढ भनेर भने. अनि मैले एकचोटि राम्रोसँग सोचेँ. जे होस् मलाई यता म्याथमेटिक्सतिर अनि फिजिक्स लाइनतिर चाहिँ अलिकति बढी इन्ट्रेस्ट भएको भएर चाहिँ अनि पछि होइन म इन्जिनियरिङै गर्छु भन्ने पनि भइसकेको थियो. अनि पछि जब म 12 सक्यो मेरो, अनि त्यसपछि चाहिँ
के भयो भन्दाखेरि साथीहरू चाहिँ म चाहिँ फिजिकल ग्रुपमा जोइन इन भएको थिएँ अनि त्यहाँबाट त मैले साथीहरूले थाहा पाएँ कि आइओई भन्ने एउटा इन्स्टिट्युट हुँदो रहेछ पुल्चो क्याम्पस हुँदो रहेछ थाप्थली हुँदो रहेछ अनि त्यहाँबाट चाहिँ मैले जे होस् एक्सपोजर पाएँ यो कुराहरू पढ्नुपर्ने रहेछ पहिल्यैदेखि फोकस गर्नुपर्ने रहेछ 10-11देखि नै भनेर चाहिँ थाहा पाएँ र त्यसमा चाहिँ हामी पढ्दाखेरि चाहिँ 2018 थियो अनि 2018मा चाहिँ ठ्याक्क श्रृङ्खला कतिवटा आर्किटेक्ट श्रृङ्खला कतिवटा चाहिँ ठ्याक्क मिस नेपाल हुनुभएको थियो अनि त्यसपछि मैले त्यहाँबाट पनि थाहा पाएको हो खासमा चाहिँ आर्किटेक्चरको बारेमा अनि त्यसरी नै मलाई एकदम इन्ट्रेस्ट जाग्दै गयो कि आर्किटेक्चर भन्ने फिल्ड यस्तो रहेछ अनि यता यता पढ्न मिल्दो रहेछ भन्ने कुराहरू चाहिँ एकदम भेराइटी कुराहरू थाहा पाएँ र मलाई त्यसमा नै इन्ट्रेस्ट लाग्यो रादर देन सिभिलमा भन्दा बढी आर्किटेक्चर क्रिएटिभ फिल्ड भएर पनि हो अनि हजुरले ठ्याक्क ल आइओईको लागि अब म प्रिपेयर गर्छु है भनेर चाहिँ ठ्याक्क कति ग्रेडदेखि सुरु गर्नुभयो मलाई चाहिँ के भएको थियो भन्दाखेरि 11th क्लासमा मैले जब म चाहिँ नेसनल स्कुल अफ साइन्सेस निस्टबाट पास आउट हो अनि त्यता चाहिँ मैले 10 पछि चाहिँ म इन्जिनियरिङै गर्छु भन्ने चाहिँ म स्योर भइसकेको थिएँ अनि त्यसपछि चाहिँ मैले निस्टमा चाहिँ जोइन गर्दाखेरि म फिजिकल ग्रुपमा जान्छु भनेर चाहिँ जोइन इन भएको हो तर त्यहाँ अनफर्चुनेटली फिजिकल ग्रुप थोरै थियो र त्यो फुल अन प्याक भइसकेको थियो अनि त्यही भएर चाहिँ म बायो नै गरेँ अनि 12मा चाहिँ फिजिकल ग्रुपमा जाउँ न त भनेर नि त्यहाँको टिचरहरूले सजेस्ट गर्नुभयो अनि त्यसपछि म 12मा फिजिकल ग्रुपमा गएँ अनि फिजिकल ग्रुपमा चाहिँ ठ्याक्क हाम्रो सेक्सन चाहिँ कस्तो थियो भन्दाखेरि मोस्ट अफ द ट्यालेन्टेड स्टुडेन्टमा पर्थ्यो अनि म चाहिँ त्यहाँ सबैभन्दा लास्ट अलमोस्ट सेकेन्ड लास्टको स्टुडेन्ट हो क्या अनि मलाई ल एकदम ट्यालेन्टेड मान्छेहरूकोमा आएछु मलाई एकदम अन्डर कन्फिडेन्ट चाहिँ हुन्थ्यो अनि त्यहाँ उनीहरूले कुरा गर्दै गर्दाखेरि फ्रेन्ड सर्कल पनि त्यस्तै हुँदै गयो अनि त्यसपछि हामीलाई चाहिँ स्कुल कलेजमा चाहिँ आई थिङ्क दसैँ अगाडितिर होला यस्तो पिएबाट चाहिँ मान्छेहरू आउनु भएको थियो कि अनि त्यसपछि भन्नुभएको थियो कि यस्तो पिए भन्ने इन्स्टिट्युट हुँदो रहेछ अनि त्यहाँ चाहिँ जानु पर्दो रहेछ पछि आइओईको लागि प्र्याक्टिस गर्नलाई जस मक टेस्टहरू दिने अनि त्यसपछि त्यहाँको टिचरहरूले काउन्सिलिङहरू गर्नुहुन्छ टिचरहरूले सिकाउनुहुन्छ कसरी इन्ट्रान्स एक्जाम प्रिपरेसन गर्ने भनेर अनि त्यसरी आउनुभएको थियो उहाँहरू अनि त्यसपछि मैले थाहा पाएँ कि पिए यस्तो यस्तो रहेछ इन्स्टिट्युटहरू अरू पनि रहेछ छन चाहिँ पिए चाहिँ वान अफ द मोस्ट चिनेको वाला रिनाउन्ड खालको भयो होइन अनि उहाँहरू आउनुभएको थियो अनि आई थिङ्क 1 विक जति चाहिँ हाम्रो क्लासेस पनि रन भयो बिहानको क्लासमा चाहिँ त्यसरी पढाउनुहुन्थ्यो पिएको टिचरहरूले अनि त्यसपछि चाहिँ हाम्रो रेगुलर क्लासेसहरू हुन्थ्यो 12मा अनि त्यसपछि उहाँहरूले के भन्नुभएको थियो नि दसैँ पछाडितिर चाहिँ जोइन इन गर्दा हुन्छ अनि तिमीहरूले इफ म्यानेज गर्न सक्छौ भने बिहान चाहिँ पिएको क्लास लिऊ र त्यसपछि चाहिँ रेगुलर क्लासेसहरू लिऊ 12को भनेर भन्नुभएको थियो अनि ठ्याक्क हामी दसैँ सकेपछि चाहिँ म र मेरो एउटा साथी चाहिँ हामी ठ्याक्क पिए चाहिँ यता थापाथलीनिर रहेछ अनि हामी चाहिँ ल अब जानुपर्छ अब त प्रिपरेसन गर्नुपर्छ भनेर त्यो हाम्रो क्लासको केटाहरू चाहिँ जान्छौँ भनेर थाहा थियो अनि त्यसपछि हामी ठ्याक्क लइङ चौरको त्यो बाटोमा हिँडिरहेको थियौँ अनि ठ्याक्क क्लासको केटाहरू भेट्यौँ अनि त्यसपछि उनीहरूले कहाँ जान लाग्यो भनेर सोध्यो अनि हामीले चाहिँ हामी पिएमा यस्तो सोध्न जान लाग्यो भनेर भन्यो अनि उनीहरूले के भन्यो भने जानु पर्दैन हामी जोइन गरिसकेको हो तर त्यसमा केही इफेक्टिभ सरी यो एकदम यो पिएको लागि उ गर्नलाई खोजा चाहिँ होइन तर जस फर्स्टतिर चाहिँ एकदम त्यस्तो गाह्रो हुन्छ टाइम म्यानेजमेन्ट गर्न नि गाह्रो हुन्छ खाना खानहरू यताउति म्यानेज गर्न गाह्रो हुन्छ फेरि मेरो मर्निङको क्लास हो 12मा चाहिँ हाम्रो मर्निङ मात्र हुन्थ्यो निस्टमा अनि त्यसपछि गर्नु पर्दैन अहिलेदेखि गर्नु पर्दैन प्रिपरेसन पछि गर्दा पनि हुन्छ भनेर भन्यो तिनीहरूले हामीलाई बाटोबाटै फर्काइदियो अनि त्यसपछि ल त नि भनेर छोडिदियौँ अनि त्यसपछि चाहिँ हामी अनि त्यसपछि चाहिँ केही गरेन मैले खासै त्यस्तो उ गरेर प्रिपेयर गरेर 11-12मै नै गर्छु भनेर त्यस्तो चाहिँ केही मैले गरिनँ मैले चाहिँ एकैचोटि एक्जाम सकेपछि बल्ल प्रिपरेसन गर्न थालेको हो अनि त्यसपछि नि मैले खासमा चाहिँ म 11-12मा नि म स्योर थिएन कि नेपाल बस्छु कि बाहिर जान्छु कि नेपाल बस्छु भनेर अनि त्यसपछि मैले चाहिँ अनि त्यही भएर चाहिँ म एकदम अनस्योर थिएँ अनि मैले चाहिँ लाइक एक्जाम पास आउट सकिने बित्तिकै नि म चाहिँ आइएल्सको लागि जोइन भइसकेको थिएँ कि यो चाहिँ एकदम इन्ट्रेस्टिङ स्टोरी छ अनि म आइएल्सको लागि जोइन भइसकेको थिएँ अनि
अनि त्यसपछि जस म बाहिर गएर नि म इन्जिनियरिङ गर्छु आर्किटेक्चरै गर्छु भन्ने चाहिँ थियो अनि म आइएल्सको लागि यता हाम्रो ब्रिटिस काउन्सिलनिर आरसिटीमा जोइन भएको थिएँ आरटिसी हो कि आरसिटी हो आई थिङ्क समथिङ त्यस्तोमा जोइन भएको थिएँ अनि त्यसपछि त्यसको नाइटमा चाहिँ मलाई के भने घरको मान्छेहरूले चाहिँ ठिकै छ तिमीलाई जे मन लाग्छ त्यही गर भन्नु भनेको थियो अनि मलाई चाहिँ मेरो मामाले चाहिँ होइन तिमी पढ्नै पर्छ यहीँ नेपालमै पढ्नुपर्छ भनेर एकदम उ गर्नुभयो कि मलाई एकदमै भन्नुभयो फोर्स गराउनु भयो अनि त्यसपछि चाहिँ अनि त्यो नाइट चाहिँ सोचेँ मैले अनि ठिकै छ म नेपालमै गर्छु भन्नेवाला सोच आइसकेको थियो अनि त्यसपछि चाहिँ भोलिको बिहान नै म खासमा त्यहाँ आइएल्समा चाहिँ क्यान्सल गरेर अनि त्यहाँको रिफन्ड लिएर अनि पिएमा जोइन भएको हो अनि पिएमा पनि म चाहिँ लास्ट सेक्सनमा आई थिङ्क असारतिर हो कि जेठतिर मात्र जोइन भएको म चाहिँ लास्ट सेक्सन थिएँ पिएको नि अनि त्यसपछि बल्ल पढ्न थालेको हो मैले चाहिँ भनेपछि ठ्याक्क त्यो इन्ट्रान्स दिनुको मुख अगाडितिर कति महिना अगाडि त्यस्तै भनौँ धेरै पढेको चाहिँ होइन मैले नि ओके हजुरको ऱ्याङ्क कति आएको थियो मेरो ऱ्याङ्क चाहिँ 511 आएको थियो धेरै राम्रो थियो भने त्यति पढेर होला जस आर्किटेक्चरको लागि चाहिँ राम्रै हो धेरै राम्रो थियो अनि त्यो 11-12कोहरूलाई अहिलेको जुनियर्सहरूलाई हजुरले के सजेस्ट गर्नुहुन्छ अनि लाइक मैले के गरिदिएको भए भन्ने भन्छ हजुरलाई आई थिङ्क मलाई चाहिँ के थियो भन्दाखेरि मेरो एउटा मात्र फल्ट के भयो भन्दा मैले फर्स्टमै आइएल्स चाहिँ जोइन गरेँ मलाई विदेश जानु थियो कि यहाँ बस्नु थियो भन्नेवाला चाहिँ एकदम कन्फ्युजन र दिल्लीमा भइरहेको थियो कि त्यति बेला अनि त्यो भएर चाहिँ म एकदम एउटा पाथमा फोकस हुन पाइनँ भन्ने चाहिँ एउटा गिल्ट चाहिँ छ त्यो मैले राम्रोसँग चाहिँ आइलाई नै फोकस गरेर पढेको भए चाहिँ अझै राम्रो हुन सक्थ्यो होला र अहिलेको भाइ बहिनीहरूलाई चाहिँ म त्यही भन्छु कि 11-12लाई एकदम फोकस गर अनि इन्जिनियरिङतिरै जान मन छ भने चाहिँ बायोलाई नलिए पनि हुन्छ तर इफ यु आर इन कन्फ्युजन डेलीमा छ भने चाहिँ ठिकै छ बायो विथ एक्स्ट्रा म्याथ्स चाहिँ चुज गर्ने हो बढी हाम्रो क्लासमा पनि धेरैजनाले बायो विथ एक्स्ट्रा म्याथ्स चाहिँ चुज गरेर आउनु भएको अहिले पछि पुल्चोकमा आउँदाखेरि पनि सो पढ्दाखेरि चाहिँ 11-12लाई नै बढी फोकस गर अनि 11-12देखि नै म पढ्छु भनेर चाहिँ त्यसरी धेरै आत्तिनुपर्छ जस्तो लाग्दैन मलाई चाहिँ अनि हजुरलाई याद छ लाइक 11-12 स्पेसिफिक सब्जेक्ट्स केमा फोकस गर्ने भने कि 11-12मा त आई थिङ्क फिजिक्स म्याथ्स अरू के थियो केमिस्ट्री यस्तै नै हो है मैले पनि धेरै भइसक्यो कि एकदम 5-6 वर्ष भइसक्यो नि त अनि आई थिङ्क अहिले धेरै चेन्ज पनि भइसक्यो होला सायद मैले हेरेको हुन्छ होइन ठिक छ त्यसो भए त्यो स्पेसिफिकतिर हामी धेरै गएनौँ होइन अनि आइओई इन्ट्रान्स दिन लाइक साइन्स स्टुडेन्ट बायो कम्प्युटर मजाले पाउँछ भन्ने कुरा चाहिँ त्यो पहिला यहीँबाट खुलाइदिन्छौँ किनभने कुरा खै कहाँबाट आयो कुनै बायोको स्टुडेन्टले चाहिँ लिन नपाउने भन्ने कुरा आएको थियो मलाई कसले भने त्यो पाउँछ बायो चाहिँ 12मा यस्तो बायो प्योर बायो लियो भने चाहिँ पाउँदैन जस्तो लाग्यो अनि बायो विथ एक्स्ट्रा म्याथ्स लियो भने चाहिँ एमबिबिएसमा पनि जान मिल्यो इन्जिनियरिङमा पनि जान मिल्यो हाम्रो बेलामा चाहिँ त्यो थियो अहिले चाहिँ के छ मलाई नि एक्ज्याक्टली थाहा भएन ओके अनि त्यही आइओईको पनि याद छ भने इफ हजुरलाई लाइक इन्ट्रान्सको बेलामा लाइक फिजिक्स पोर्सन कुन स्पेसिफिक ध्यान दिने म्याथ्स कुन स्पेसिफिक ध्यान दिने अनि केमिस्ट्री मैले चाहिँ एकदम बिर्सिनै सकेँ होइन फिजिक्सभित्र नि के थियो भनेर या लाइक फिजिक्सको न्युमेरिकल्स धेरै हुने म्याथमेटिक्स क्यालकुलेटर ट्रिक्सहरू हो त्यस्तोहरू चाहिँ फोकस गर्नु पर्यो अब आई थिङ्क युट्युबमा पनि धेरै जस्तो उहरू आउँछ जसलाई टिप्स एन्ड ट्रिक्सहरू आउँछ त्योहरूमा एकदम त्यो वाला चाहिँ हेर्ने अनि त्यसपछि यो मक टेस्टहरू चाहिँ दिइरहने किनभने हाम्रो आइमा कम्प्युटर बेस्ड एक्जाम हुन्छ अनि त्यो अलिकति फर्स्टमा जाँदाखेरि एकदम नर्भस हुनसक्छ भनेर मक टेस्टहरू चाहिँ दिइरहनुपर्छ अब चाहिँ हामी लाइक स्टुडेन्ट्सहरूले सोध्नु भएको क्वेसन्सतिर जाउँ है त धेरै नै छ स्टुडेन्ट्सले सोध्नु भएको धेरै नै छ
So first question, so I'm pretty good at physics and maths, but I suck at drawing. Should I consider architecture? Mm, I think त्यो चाहिँ यस्तो ड्रइङ भनेर हाम्रो खासमा फर्स्ट इयर फर्स्ट पार्ट सेकेन्ड इयर फर्स्ट इयर फर्स्ट पार्ट सेकेन्ड पार्टमा नि हुन्छ जस्तो लाग्यो ड्रइङ्सहरू अनि सेकेन्ड इयरको फर्स्ट पार्टतिर नि आर्ट्स एन्ड ग्राफिक्सहरू चाहिँ हुन्छ होला होइन सो आर्किटेक्चर पढ्छु भनेर एकदम ड्रइङलाई मात्र फोकस गर्ने त्यस्तो भन्ने चाहिँ आई डोन्ट अग्री द्याट अनि त्यो चाहिँ हुँदैन पछि गएर यु हेभ टु डिजाइन बिल्डिङ तिमीले प्लानिङै गर्नुपर्छ सो पछि गएर यो ह्यान्डवर्कहरू पनि खासै चल्दैन ड्राफ्टिङहरू बट स्केचिङहरू गर्न पर्यो फ्री ह्यान्डमा चाहिँ टिचरहरूले नि गाइड गर्नुहुन्छ होला फ्री ह्यान्डहरू चाहिँ गर्नु पर्यो बट त्यो सक गर्छ भन्दैमा आई डोन्ट थिङ्क इट ह्याम्पर्स त्यस्तो ऊ चाहिँ हुँदैन आत्तिनु चाहिँ पर्दैन अनि I have heard for architecture, hard work is not just worth it. Is it true? आई थिङ्क त्यो चाहिँ फर्स्ट इयर सेकेन्ड इयरतिर चाहिँ अलि हार्डवर्कै गर्नुपर्छ म चाहिँ त्यही भन्छु हार्डवर्कै गर्नुपर्छ किनभने हाम्रो क्लासको साथीहरू पनि धेरै हार्डवर्किङ एकदम थियो क्या ड्राफ्टिङहरू हामीले गर्ने अनि यो डिजाइनहरू फर्स्टतिर त ल्यापटपहरू पनि युज गर्न दिँदैन क्याडहरू चलाउन दिँदैन सो ड्राफ्टिङ्सहरू त्योहरू त सबै नै हार्डवर्कै गर्नुपर्छ होइन पछि चाहिँ स्मार्टली काम गर्दै जाने हो अब अहिले त झन् धेरै एआईहरू पनि आइसक्यो त्यसको स्मार्टली युज चाहिँ गर्नुपर्छ पछि चाहिँ तिमी खालि हार्डवर्क मात्र गर्छु भनेर चाहिँ हुँदैन स्मार्टली पनि काम गर्नुपर्छ तर पहिला चाहिँ यु हेभ टु गिभ यर बेस्ट अनि हार्डवर्कै गर्नुपर्छ त्यति बेला चाहिँ हो फर्स्टमा चाहिँ अनि एप्टिट्युड टेस्ट कहिले हुन्छ भनेर क्वेसन आएको छ ए त्यो भएको छैन र के हो मलाई नि थाहा छैन लाइक आइओई को ठ्याक्कै इन्ट्रान्स एक्जाम दिएपछि एक्जाम पछि हुन्छ आफ्नो नाम आएपछि त्यसपछिको कुरा एप्टिट्युड टेस्टमा चाहिँ खासै धेरै वरि गर्नुपर्छ जस्तो लाग्दैन मलाई किनभने एप्टिट्युड टेस्टको त ओरिएन्टेसन क्लासहरू पनि भइरहन्छ यता पछि आशाले पनि गर्छ अनि त्यति बेला नि अलि हेल्पफुलै हुन्छ जस आतिनु पर्दैन एप्टिट्युड टेस्टको लागि स्केचिङहरू नै हुन्छ होला अनि त्यही भनेको छ हाउ टु प्रिपेयर फर एप्टिट्युड टेस्ट इफ यु सक एट ड्रइङ भन्ने कुराहरू पनि छ त्यो चाहिँ अब एप्टिट्युड टेस्टमा चाहिँ धेरै जस्तो त्यो हामीलाई चाहिँ फर्स्ट एप्टिट्युड टेस्ट आई थिङ्क पुल्चो क्याम्पसमै भएको थियो होइन त्यति बेला चाहिँ म गएको थिएँ म त्यति बेला चाहिँ यस्तो थियो कि हामीलाई चाहिँ ठ्याक्क आशा भन्ने त्यो अर्गनाइजेसन थियो स्टुडेन्ट अर्गनाइजेसन अनि त्यसमा चाहिँ के भएको थियो भन्दाखेरि हामीलाई चाहिँ इच क्लासमा लगेर चाहिँ सिकाउनु भएको थियो कि थोरै स्टुडेन्टलाई नै अनि त्यो भएर चाहिँ एकदम इफेक्टिभ भएको थियो अनि त्यहाँ चाहिँ प्रपोर्सनली ड्रइङ कसरी गर्ने अनि एप्टिट्युडमा के सोध्छ यताउति सबै मजाले भनिदिनु भएको थियो कि क्लियरली अनि त्यही भएर त्यस्तो डराउनु चाहिँ पर्दैन ड्रइङहरू अलिअलि सोध्छ तर त्यो प्रपोर्सनली गर्ने ड्रइङहरू हो एकदम त्यसको लागि चाहिँ एकदम स्केयर्ड भएर बस्नु चाहिँ पर्दैन होला त्यो सजिलै हुन्छ जस राम्रो ऱ्याङ्क आएको छ भने त इट्स बेटर फर यु मैले मेरो पालोमा चाहिँ खै मैले चाहिँ थाहा पाइनँ होइन त्यो कुनै लाइक आसिफ आशा केहीले त्यो एप्टिट्युड टेस्टको लागि सिकाएको मैले चाहिँ युट्युबमा छ कि एउटा सुपर 100 इन्ट्रान्स मिडिया भन्ने त्यो एप्टिट्युड टेस्टको बारेमा पुरै डिस्क्रिप्सन दिनुभएको थियो अनि मैले चाहिँ त्यहीबाट प्र्याक्टिस गरेर गएको थिएँ अनि होला अहिले त धेरै आछ होला त्यसरी युट्युबरमा मलाई नि खासै त्यो चाहिँ भएन हाम्रो पालामा चाहिँ त्यही नै थियो ओके अनि अर्को क्वेसन चाहिँ आई हेभ नट स्टार्टेड माई प्रिपेरेसन येट हाम्रो अब आयो इन्ट्रान्स राउन्डको 11मा छ अनि स्टिल इन कन्फ्युजन बिएससी सिएसआइटी अर आर्किटेक्चर भनेर छ लाइक एउटै क्वेसन एउटै मान्छेको अब त्यो चाहिँ कुन फिल्डमा जाने हो भनेर आफूले चाहिँ फर्स्टमा डिसाइड गर्नु पर्यो एउटा मेजर रुट लिएर तर अझै पनि लगभग 1 मन्थ मोर देन 1 मन्थ त बाँकी नै छ सो त्यही अहिले चाहिँ राम्रोसँग पढ्दा चाहिँ हुन्छ 11-12 को बेस राम्रो छ भने चाहिँ निस्किन्छ होला राम्रै ऱ्याङ्कमा होपफुली अनि विच कलेज वुड बी बेस्ट फर आर्किटेक्चर आर्किटेक्चरको लागि चाहिँ नि अब मैले पढेको पुल्चोकमै भयो अनि पुल्चोक
चाहिने यस्तो हाम्रो कलेज चाहिँ बढी फोकस्ड अन चाहिँ स्टुडेन्ट चाहिँ यस्तो कि टिचर भन्दा पनि स्टुडेन्टहरू चाहिँ लाइक राम्रो स्टुडेन्टहरू आछ थापाथली पुलचोक भयो अनि यता चाहिँ राम्रो स्टुडेन्ट आछ भनेर टिचरहरूले बढी पढाउने बढी फोकस गर्ने ग्रुम गर्ने चाहिँ हुँदैन सर म्यामहरूलाई सोद्धाखेरि चाहिँ उहाँहरूले राम्रोसँग भनिदिनुहुन्छ सो उहाँहरूलाई चाहिँ थाहा हुन्छ कि यिनीहरू जस्ट सेलेक्टेड स्टुडेन्ट अमाउङ द ट्यालेन्टेड स्टुडेन्टमा गनिन्छ भनेर सो बडी चाहिँ उहाँहरूले चाहिँ हामीहरूलाई त्यसरी ग्रुम चाहिँ गर्नुहुन्न एकदम हेल्प गर्नुहुन्छ उहाँहरू चाहिँ एज अ फेसिलिटेटर बसेर लाइक हामीलाई गाइड गर्नुहुन्छ अनि अब प्राइभेट कलेजहरूको चाहिँ मलाई खासै त्यस्तो नलेज चाहिँ भएन प्राइभेटमा नि राम्रै होला टिचरहरू अब हाम्रो जुरीमा आउनुभएको टिचरहरू चाहिँ एकदम राम्रै हुनुहुन्छ हाम्रोमा केसी अनि हिमालयहरूबाट नि आउनुहुन्छ बट आई डोन्ट नो अब राम्रो चाहिँ पुल्चोक थापाथली नै होला लाइक कस्ट वाइज पनि हेर्नु भन्छु कि म किनभने लाइक डबलै पर्छ कि प्राइभेटमा लाइक हामीले गभर्मेन्टमा पढ्ने भने ठ्याक्क डबलै पर्छ हामीले पढ्दा पनि लगभग हिमालयमा 12 लाख है होला है मलाई थाहा भएन त्यति बेला त्यसो भन्थ्यो 12 लाख जति लाग्छ अरे भन्थ्यो नि अहिले त झन् एकदम एक्सपेन्सिभ साइडमै होला झन् आर्किटेक्चरको त अब स्टेसनरी सामानहरूदेखि लिएर एभ्रिथिङ मोडलिङ अब त झन् लेजर मोडलिङहरू पनि आउन थालिसक्यो एकदम कस्टलियर साइडमै जान्छ सो गभर्मेन्टलाई चुज गरेकै राम्रो या किनभने गभर्मेन्टमा धेरै गयो भने फीमा 8-9 लाख जान्छ त्यसमा स्टेसनरी प्लस गर्दा धेरै हुन्छ होइन स्टेसनरी त छुट्टै सबैले किन्नै पर्छ ट्युसन फिजमा मात्रै जाने हाम्रो त खासै त्यस्तो ऊ त हुँदैन अनि इज इट वर्थ इट टु स्टडी आर्किटेक्चर इन नेपाल म चाहिँ नेपालमै पढेको भएर मलाई चाहिँ आई फिल इट्स भेरी वर्थ इट किनभने तिमीले अघि भने जस्तै कस्टमा एकदम धेरै खर्च कम हुन्छ कस्ट इफिसियन्ट हो यो सब्जेक्ट भनेको बाहिरको कम्पेरिजन गर्दा त हामीले एकदम अफोर्डै गर्न नसक्ने खालको इन्भाइरोमेन्ट र सिचुएसन पनि छ र कोर्सको हिसाबले चाहिँ मेबी बाहिर इट्स मोर चाहिँ राम्रो या फ्लेक्सिबल अनि टेक्निकल्ली धेरै राम्रो एडभान्स पनि भइसक्यो हुनसक्छ अब हामीले पनि पहिला सुनेको हामीलाई थर्ड इयरमा मात्र क्याट पढाउँथ्यो अहिलेको कोर्समा नै त्यही छ होला थर्ड इयरमा मात्र क्याट सिकाउँछ त्यहाँ भनेको अब फर्स्ट इयर सेकेन्ड इयरदेखि नै यो मोडलिङहरू ग्राफिक्सतिर एकदम बढी प्रायोरिटाइज गर्छ सो अब हामीले कोर्स वाइज त होला बाहिर नै होला तर कस्ट इफिसियन्ट हेर्दाखेरि अनि त्यो धेरै भेराइटिज धेरै पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ आई थिङ्क नेपाल पनि राम्रै छ नेपाललाई नराम्रो भन्न मिल्दैन किनभने लाइक अहिले मैले पनि लाइक फर्स्ट सेम सेकेन्ड सेम टिचरहरूले गर्न खोज्नु भएको आफ्नो एफोर्ट हुन्छ नि स्टुडेन्टलाई बुझाइदिन पढाइदिन त्यो आई डोन्ट थिङ्क इट्स नट वर्थ इट त्यो भन्नै मिल्दैन कि कस्तो कस्तो मजाले पढाउनुहुन्छ त्यही भएर सो मेकानिक्स कसरी पढ्ने भनेर त्यो चाहिँ सेकेन्ड सेमको स्टुडेन्ट अप्लाइड मेकानिक्स चाहिँ गाह्रो नै छ आर्किटेक्चर स्टुडेन्टको लागि त एकदमै गाह्रो म एउटा इन्सिडेन्ट भन्छु र मेरो क्लासमा चाहिँ एउटा साथी थियो अनि उसले मलाई के भनेको थियो भने तिमी अहिलेसम्म फेल भएको छौ कि नाइ भनेर सोधेको थियो नि म फेल भएको छैन भनेर भने अब तिमी फेल हुन्छौ भनेर भनेको थियो कि मलाई किनभने अप्लाइडमा हामीभन्दा अगाडिको ब्याचको नि 50% भन्दा बढी चाहिँ फेल हुनुभएको थियो अरे भनेर भन्थ्यो कि पहिल्यैदेखि एकदम यो अप्लाइड चाहिँ एकदम फेल हुने धेरै आर्किटेक्चर स्टुडेन्टलाई चाहिँ लाग्ने सब्जेक्ट हो भनेर भन्थ्यो अनि लकिली हाम्रोमा के भयो भन्दा ठ्याक्क म्याथमेटिक्सको एक्जाम भइसकेपछि चाहिँ हाम्रोमा कोभिड आयो अनि त्यसपछि हामी कति भएको थियो 1 मन्थ लकडाउन कति भयो हो त्यसपछि चाहिँ बल्ल हाम्रो एक्जाम भएको कि अप्लाइडको अनि त्यही भएर चाहिँ हामीले पढ्ने मौका चाहिँ पायौँ तर अब अहिलेको सिनारियोमा चाहिँ अब पढ्दै गर्ने पहिल्यैदेखि नै बिस्तारै बिस्तारै गाह्रो छ भनेर हेर्दै नहेर्ने होइन त्यसको न्युमेरिकलहरू नै एकदम लामो लामो हुन्छ अनि जस बुकहरू हेर्दै गर्ने सिभिलको फर्स्ट इयरको कुन ब्याचसँग मिल्छ जस्तो लाग्यो जस उनीहरू साथीहरू छ भने उनीहरूलाई लाइक अप्रोच गर्दै जाने जस हेर्दै जाने त्यस्तो जस हाम्रो क्लासमा चाहिँ धेरैजना पास भएपछि म नि पास भएँ अनि टाइम म्यानेजमेन्ट
हजुरलाई टाइम म्यानेजमेन्ट टिप्स? टाइम म्यानेजमेन्ट त आर्किटेक्चरमा अब गाह्रो त गाह्रै छ एकदम। हामीलाई धेरै असाइनमेन्टहरू दिने, अनि धेरै जस्तो चाहिँ हाम्रो अब ड्राफ्टिङ वर्कहरू अनि त्यसपछि ह्यान्ड वर्क्सहरू धेरै हुन्छ। अनि त्यसले गर्दाखेरि टाइम म्यानेजमेन्ट गर्न चाहिँ गाह्रो हो। तर जे होस् हामीले चाहिँ के गर्थ्यौँ भन्दा अब त्यो सिटहरूमा नेम प्लेट्सहरू पहिल्यै बनाएर राख्ने, अनि त्यसपछि कामहरूलाई चाहिँ प्रोक्रास्टिनेट नगरिकन गर्दै जाने नत्र भने एकदम धेरै थुप्रिँदै जान्छ। अनि र डेडलाइनको दिनमा चाहिँ यस्तो गाह्रो हुन्छ, जब तिमी जुरी छ भनेर भन्छौ त्यो दिनमा चाहिँ लाइक थुप्रिँदै गएर भोलि त्यो जुरीको प्रेजेन्टेसनको अगाडि एक रात पनि नसुतिकन त्यो भन्नुपर्ने त्यो कन्डिसन आउँछ कि कति धेरै देखा पनि छु मसँग पनि भएको छ। म चाहिँ फेरि कहिले पनि नसुतिकन जाने भन्ने चाहिँ थिएन। म चाहिँ 1 घन्टा 2 घन्टा 3 घन्टा यति चाहिँ सुतेरै जान्थेँ। म कहिले नसुतिकन चाहिँ गएको छैन, मलाई लास्टै गाह्रो हुन्थ्यो। अनि त्यही भएर जे होस् प्रोक्रास्टिनेट नगरिकन गर्दै जाने, हुँदै जान्छ। त्यसरी नै सबले गर्दै आएको हो, त्यही वाला अप्टिमिस्टिक भएर गर्दै जाने। कस्तो पनि सिचुएसन हुन्छ भने अब सबमिसन 4 बजे छ, तिमीले 4:30 5 बजे पनि भ्याउँदैनौ कि, त्यो त्यस्तो सिचुएसनहरू पनि आउँछ। हो, त्यो चाहिँ वेन टु स्टप भन्ने चाहिँ थाहा हुनुपर्छ कि आर्किटेक्चरमा चाहिँ जति डिजाइन गर्दै गयो त्यो भनेको चेन्ज हुँदै 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 जान्छ। सो कति बेला स्टप गर्ने हो तिमीलाई त्यो चाहिँ एक्ज्याक्टली त्यो पोइन्ट अफ टाइममा चाहिँ स्टपै गर्नुपर्छ। अनि त्यसपछि चाहिँ झन् पछि तिमीहरू अब बल्ल फर्स्ट इयरमा छौ, पछि 3rd इयर 4th इयरमा पुगेपछि चाहिँ झन् डिजाइनिङको कामहरू ल्यापटपबाटै क्याटबाट हुन्छ। अनि त्यसमा चाहिँ झन् डिजाइन मात्र गरेर हुँदैन कि, लेआउट्सहरूमा पनि मिलाउनुपर्छ। अनि त्यसले झन् टाइम खान्छ। अनि यति धेरै त्यो ल्याग हुन्छ, ह्याच गर्नुपर्छ, के गर्नुपर्छ, त्यो क्याट फाइल यति हेभी भएर पुरै सिस्टमै क्रास हुने अवस्थामा आइसक्छ। तर डेडलाइन अब यति बजे बुझा भनेपछि जानै पर्यो। सो त्यही भएर चाहिँ वेन टु स्टप भन्ने चाहिँ थाहा पाउनुपर्छ। त्यो पोइन्टदेखि चाहिँ गर्दै नगर्ने कि हो, त्यस्तो गर्नुपर्छ, नत्र भने त अलिक गाह्रो हुन्छ। ओ माई गड, अर्को क्वेसन, आइओई टिप्स? आइओईको टिप्स आई थिङ्क राम्रोसँग पढ्ने, फिजिक्स म्याथ्सलाई बडी फोकस गर्ने, अनि 11-12मा चाहिँ अलिक राम्रो बेस लाइन चाहिँ हुनुपर्छ। त्यसले गर्दा एकदमै धेरै हेल्पफुल हुन्छ। 11-12 राम्रो भयो भने चाहिँ तिम्रो यतिकै इजिली नै पढ्छ। अनि त्यही हो, अनि टिप्स एन्ड ट्रिक्सहरू मक टेस्टहरू गर्ने, अनि जस सकेसम्म टिप्स एन्ड ट्रिक्सबाट चाँडो भ्याउने खालको गर्ने के एकदम। अर्को क्वेसन, आर्किटेक्चर इज इजी अर नट? यु डोन्ट थिङ्क सो? समटाइम्स चाहिँ गाह्रो नै हुन्छ होइन। ल एकदम धेरै डिभास्टेटिङ सिचुएसन पनि आउँछ, तर त्यस्तो भनेर एकदम धेरै होपलेस चाहिँ हुँदैन। राम्रो छ आर्किटेक्चर फिल्ड चाहिँ। आर्किटेक्चर चाहिँ अब मोडरेट भनौँ म मेरो लागि चाहिँ, किनभने अब फर्स्टतिर त एकदमै हामी अनफ्यामिलियरै हुन्छौँ नि त। त्यो सिचुएसन, त्यो एकदम असाइनमेन्ट्सहरू, अनि त्यसपछि डेडलाइनमाथि डेडलाइन आउँछ। त्यो एकदम हेक्टिक हुन्छ। तर अप्टिमिस्टिक भएर जाने, भ्याउँछ गर्ने। सबैजना अब साथीहरू पनि हुन्छ, एटलिस्ट मेरो साथीहरूले गरिरहेछ मैले पनि गर्न सक्छु भने। मेरो साथीहरूले गरिरहेछ मैले गरेको छैन भने ओ लो म पछाडि भयो भने भइहाल्छ आफूलाई फेरि। गर्दै जाने हो त्यसरी। आई डोन्ट थिङ्क त्यस्तो स्केल अप गर्न मिल्छ भनेर। मेरो लागि त मोडरेट खालकै हो। फाइनलसम्म नि एकदम डेडलाइन नै भइसक्छ। अब हामी थेसिस दिने बेलासम्म नि एकदम डेडलाइन नै हुन्छ। अनि त्यति बेलासम्म नि छिटो रसमा गरिरहेको हुन्छ। जहिले जब भ्याउँछु, जब सबमिट गर्छु, अनि त्यो रात चाहिँ मलाई एकदम आनन्दले निद्रा लाग्छ। काम चाहिँ जे होस् वर्कलोड चाहिँ थप्दै नै जान्छ कि, लाइक कति थपिन्छ। तर लाइक त्यो ड्रइङ कस्तो अचम्म भने त्यो ड्रइङ गर्दा पनि कस्तो रमाइलो लाग्ने कि, त्यो ड्रइङहरू लाइनहरू आफै नै हुँदो रहेछ। अनि अर्को क्वेसन चाहिँ, डज आइओई फोकस अन स्किल बिल्डिङ भनेर छ? स्किल बिल्डिङमा चाहिँ किन गर्छ होला, आइओईले गर्छ पनि।
किनभने आइओईमा धेरै जस्तो यो वर्कसप प्रोग्राम्सहरू पनि रन अप भइरहेको हुन्छ कि हाम्रोमा पनि एकदम मोडल मेकिङ अनि त्यसपछि प्लेस मेकिङ वर्कसपहरू भनेर हुन्छ अनि डिफ्रेन्ट काइन्ड अफ डिफ्रेन्ट डिपार्टमेन्टमा भइरहेको हुन्छ हाम्रो आर्किटेक्चर रिलेटेडमा चाहिँ अब हाम्रो प्लेस मेकिङहरू यताउति चाहे जुन जुन कुरा चाहिने हुन्छ नि त्यो कुराको वर्कसपहरू गरिरहेको हुन्छ अब यता सिभिलतिर यस्तै एनालाइसिसहरू स्ट्रक्चरको पार्टहरूको गरिरहेको हुन्छ सो तिमीले अपर्च्युनिटिजहरू चाहिँ लिन सक्यो भने त्यहाँ एकदम धेरै अपर्च्युनिटी चाहिँ छ आइओईमा म चाहिँ त्यही भन्छु एकदम धेरै नै या त्यो एकदम त्यसलाई चाहिँ ग्र्याब गर्नु पर्यो कि अपर्च्युनिटीहरूलाई चाहिँ इभेन्ट्सहरू एकदम धेरै नै भइरहेको हुन्छ हैन एफएसयूहरूले कन्डक्ट गरिरहेको हुन्छ अस्ति पनि भयो एउटा सेतु भन्ने करियर काउन्सिलिङ खालको प्रोग्रामहरू डिफ्रेन्ट डिपार्टमेन्ट भएको थियो हाम्रो आर्किटेक्चर डिपार्टमेन्टमा नि भएको थियो प्यानल डिस्कसन्सहरू हुन्छ अनि त्यसपछि कति धेरै कुराहरू के एकदम धेरै त्यहाँ चाहिँ तिमीले आफ्नो जस एउटा अपर्च्युनिटी चाहिँ लिन सक्नुपर्छ कि त्यहाँबाट त फाइदाहरू एकदम धेरै छ अनि वाट्स द बेस्ट ब्रान्च टु गेट इन्टु फर ग्लोबल अपर्च्युनिटी which one would be better, medical or engineering? यो कुरा चाहिँ आई डोन्ट नो अब यो पर्सेप्सन डिफ्रेन्ट होला है सबैको आफ्नो आफ्नो पर्सपेक्टिभबाट के छ तर आइ एम नट स्योर अनि आइ एम नट एबल टु एन्सर दिस यो किनभने म चाहिँ त्यो फिल्ड त्यतातिर जाने भएको नजाने पनि भएको जस हेर्दा पनि हेरिनँ मैले खासै धेरै कन्सल्टिङ पनि गरिनँ अनि त्यही भएर मलाई खासै नलेज चाहिँ भयो एकदम पढ्न गाह्रो हुन्छ कि अनि म पहिलेदेखि एकदम त्यो इन्ट्रेस्ट नलाएर अनि वाट्स द स्टडी इन्भाइरोमेन्ट के फेसिलिटी छ टिचरले मजाले पढाउँछन् एज एक्सपेक्टेड पुलचोकमा चाहिँ नि तिमी पढ्न खोज्यौ भने चाहिँ एकदम राम्रो इन्भाइरोमेन्ट छ है त्यहाँ चाहिँ हाम्रोमा एकदम ठुलो ठुलो स्टुडियोहरू डिजाइन स्टुडियोहरू अनि लाइब्रेरी त आई थिङ्क 9 to 5 नै खुल्छ अनि त्यहाँ पनि स्पेसियस खालको कन्डिसन छ अनि हाम्रो कलेजमा चाहिँ हामीलाई वाइफाईको पासपोर्टहरू पनि दिनुहुन्छ अनि त्यसले गर्दाखेरि चाहिँ जस त्यो तिमीलाई ठ्याक्क टाइममा चाहिँ के चाहिने हो त्यो चाहिँ हामीले एक्ज्याक्टली रिसर्च गरेर हेर्न पनि मिल्छ अनि टिचरहरू चाहिँ एकदमै राम्रो हुनुहुन्छ है त्यो चाहिँ अनेस्टली भनेको टिचरहरू एकदम हेल्पफुल तिमी गयो जति बेला गए पनि भनिदिनुहुन्छ सबैले हेल्पफुल चाहिँ एकदम हेल्पफुल हुनुहुन्छ अनि हाम्रो कलेज चाहिँ एकदम धेरै फेसिलिटिज हो के तर लिन सक्यो भने चाहिँ हो एकदम धेरै फेसिलिटिज छ पुल्चोकमा चाहिँ बढी भन्नु पर्दाखेरि चाहिँ एकदम जस तिमीको जति बेला मन लाग्यो त्यति बेलासम्म बस्न पायो अनि जस त्यहाँ चाहिँ एकदम राम्रो इन्भाइरोमेन्ट छ भनौँ न अब तिमीले देखा पनि होला कलेज नै एकदम जस बाहिरतिर नेचरहरू पनि यस्तो राम्रो छ कि कलेज त छोड्दै नमन लाग्ने कि कलेज त पढ्न मान्छेलाई पढ्न जति नै मिल्छ नपढ्ने मान्छेलाई पनि बस्न मिल्छ क्या त्यो त्यस्तो छ इन्भाइरोमेन्ट कलेजको दिनभरि खेले पनि पाउँछ के त्यस्तो छ तर अटेन्डेन्स कम्पलसरी छ 80% त अटेन्डेन्स गर्ने पर्यो कम्पलसरी छ त्यसरी छ सो अहिले हजुरले मास्टर्स इन अर्बन प्लानिङ गर्दै होइसिन्छ हैन अनि गोइङ ब्याक टु ब्याचलर्स हजुरको होल सेमेस्टर लाइक समरीमा केही भनिदिनुहोस् मलाई चाहिँ ब्याचलर्सको चाहिँ धेरै जस्तो के याद आउँछ भने खालि त्यो डेडलाइनमा चाहिँ नि यस्तो काम नभ्याएर अनि एकदम त्यो एकदमै रस आवर अनि त्यसपछि एकदम घरभरि त्यो एकदम मोडल रुमभरि मेस्ड अप भएको अनि त्यसपछि हतार कलेज गरेको मात्र धेरै जस्तो चाहिँ खालि त्यो कुराहरू मात्रै याद आउँछ अनि ब्याचलर्समा चाहिँ मेरो के भएको थियो नि एकचोटि चाहिँ एकदम रसमा मैले होइन सब्मिट चाहिँ गराएको थिएँ टाइममै सब्मिट गराएको थिएँ तर मेरो चाहिँ लेआउट्सहरू भित्रको फर्निचर लेआउट्सहरू चाहिँ आएन छ अनि भोलिपल्ट जुरी थियो जुरीको दिनमा चाहिँ अनि मैले त गरेको थिएँ कि इभन गरेको पनि थिएँ अनि सरले चाहिँ के भन्नुभयो भने अल्छी गरेर नगरेको टाइपको अब भन्नुभयो अनि त्यो चाहिँ एकदम
अब त्यो जुरीहरूको कुराहरू पनि पर्सपेक्टिभ पनि उहाँहरूको अब डिजाइन भनेको एकदम सब्जेक्टिभ हो, त्यही भएर पनि अब कसैलाई मन पर्न सक्छ, कसैलाई नमन पर्न सक्छ। अनि त्यो भएर चाहिँ जुरीहरूको त्यो एकदम डाइनामिक्स चाहिँ डिफ्रेन्ट छ कि, अनि त्यसले गर्दाखेरि चाहिँ कहिलेकाहीँ मुड अफ हुने, कहिलेकाहीँ चाहिँ एकदम अप्रिसिएट गर्दा खुसी हुने, त्यो वाला त झन् छुट्टै नै इन्भाइरोमेन्ट भइहाल्यो। अनि त्यसपछि हाम्रोमा चाहिँ ब्याचलर्समा चाहिँ हामी फोर्थ इयर, आई थिङ्क फोर्थ इयर हुँदाखेरि नै हो हामीले अनि एक्जिबिसनहरू गरायौँ, अनि एक्जिबिसनको एक्स्ट्रा पैसाले हामी घुम्न पनि गयौँ। अनि त्यसपछि हामी फिफ्थ इयरमा कन्जर्भेसन स्टुडियोमा बाहिर पनि गयौँ। सो एकदम भेराइटी अफ त्यो हुन्छ नि, एकदम मेमोरिजहरू चाहिँ एकदम धेरै के, कहिले चाहिँ एकदम कलेजमा लेट नाइटसम्म पनि बस्ने पनि भएको छ। हामी एक्जिबिसन बस्दाखेरि पनि एकदम धेरै काम गर्ने, रातभरि काम गर्ने, त्यस्तरी पनि गरेको छौँ। अनि फर्स्टतिर चाहिँ एकदम हाम्रो कलेज चाहिँ एकदम त्यो हामी चाहिँ आइसोलेटेड खालको ग्रुपहरू भइरहेको थियो। अनि पछि लास्ट सेम अब यो फिफ्थ इयरसम्म आउँदाखेरि चाहिँ एकदम सबैजना मिलेको खालको युनिटी भइसकेको थियो। अनि त्यो चाहिँ नि जस आर्किटेक्चरले के सिकायो भन्दाखेरि त्यही साथीहरूसँग जस मिलेर काम गर्ने, युनिटीमा काम गर्ने। अनि पछि त हाम्रोमा अब स्पोर्ट्स विकहरू अर्गनाइज गर्ने, वेलकम, यस्तो 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 डिफ्रेन्ट प्रोग्राम्सहरूले गर्दा पनि एकदम युनाइट चाहिँ भएको थियो। अनि मेमोरिजहरूमा त त्यही हो, मलाई चाहिँ जस मैले सकेसम्म इन्जोय गरेँ मेरो ब्याचलर्स भन्ने कुराहरू नै हो अहिलेलाई चाहिँ। 11-12 बढी रमाइलो भयो कि ब्याचलर्स? अफकोर्स ब्याचलर्स 11-12मा चाहिँ एक त 2 वर्षको कोर्स मात्रै हो। त्यो माथि म 11मा बायो थिएँ, अनि पछि फिजिक्सको ग्रुपमा अर्कै ग्रुपमा जोइन इन भएको हो। अनि साथीहरू पनि डिफ्रेन्ट